के यहाँ बास पाइन्छ? हजुर, यहाँ बाँस पाइन्छ। हजुरलाई कस्तो खाले बाँस चाहिएको हो? मलाई एउटा कोठा भए पुग्छ। हजुर झुक्किनु भएछ। यहाँ बस्ने बाँस होइन, डोको, नाम्लो जस्ता सामान बनाउने बाँस चाहिँ पाइन्छ। नमस्ते। हजुरले हाम्रो दुईजना साथीको कुराकानी सुन्दाखेरि दुईजना बीच के कुरामा चाहिँ भ्रम भएको थियो जस्तो लाग्यो। हाम्रो एकजना साथीले बाँस बस्ने ठाउँ माग्नु भएको थियो भने अर्को साथीले चाहिँ जङ्गलमा पाइने बाँस बुझ्नु भएको थियो। हो, यस्तै सुन्दा उस्तै सुनिने तर फरक फरक अर्थ भएको शब्दलाई हामी श्रुतिसम भन्छौँ। आजको खेल्दै सिक्दैको सिकाइमा पनि हामीले श्रुतिसम शब्दहरू सम्बन्धित एउटा रमाइलो खेल ल्याएका छौँ। यो कार्य गर्नको लागि हामीलाई कार्डहरूको सेट चाहिन्छ, जसमा शब्द कार्डहरूको जोडी र ढाँचा कार्डहरू हुन्छ। शब्द कार्ड र ढाँचा कार्डहरू चाहिँ हाम्रो वेबसाइटबाट प्रिन्ट गरेर नि प्रयोग गर्न सकिन्छ। यो क्रियाकलाप गर्न हामी 4 जनाको समूहमा बस्नेछौँ र यसभित्र पनि हामीले अर्को 2 जनाको जोडी बनाउनेछौँ। जोडीमा भएका खेलाडीहरूले अब रातो कि नीलो रङ छानेर आफ्नो जोडी बनाउनेछन्। जोडीमा बसिसकेपछि 2 जना चाहिँ वक्ता हुनेछन् र 2 जना चाहिँ श्रोता हुन्छन्। अब वक्ताहरू टेबलको एक साइडमा बस्छन् भने श्रोताहरू चाहिँ अर्कोपट्टि बस्छन्। वक्ताहरूले चाहिँ अब शब्द कार्डहरूलाई जोडीमा मिलाएर राख्नेछन्। यति बेला चाहिँ श्रोताहरूले कार्डहरू राखेको हेर्न पाउने छैनन्। त्यसपछि वक्ताहरूले चाहिँ श्रोताहरूले नथपाउने गरी एउटा ढाँचा कार्ड रोज्नुपर्छ। जस्तै यहाँ वक्ताहरूले 4x4 को ढाँचा रोजेका छन्। अब अघि जोडीमा मिलाएको शब्द कार्डहरूबाट 4x4 ढाँचामा कतिवटा जोडी चाहिन्छ भनेर वक्ताहरूले त्यतिवटा जोडीको शब्द कार्ड छुट्याउनेछन्। जस्तै 4x4 ढाँचामा 16वटा बक्सा हुन्छ र त्यसलाई 2 ले विभाजन गर्ने हो भने वक्ताहरूले 8वटा जोडीको शब्द कार्ड छुट्याउन पर्ने हुन्छ। जोडीमा छुट्याएपछि वक्ताहरूले एउटा जोडीबाट एउटा शब्द कार्ड रोज्नेछन्। जस्तै रातो जोडीको वक्ताले 8 कार्ड उठाउँछ भने नीलो जोडीको वक्ताले 8 उठाउँछ। यसरी नै वक्ताहरूले जोडीबाट एउटा कार्ड उठाउन पर्छ। जोडीमा भएको सबै शब्द कार्ड उठाइसकेपछि हरेक वक्तासँग फरक फरक 8वटा शब्द कार्ड हुन पर्छ। त्यसपछि अब वक्ताहरूले चाहिँ ढाँचा कार्डमा आफ्नो जोडीको रङ भएको ठाउँ हेर्दै आफूसँग भएको शब्द कार्डहरू राख्न पर्ने हुन्छ। सुरुमा दुवै जोडीको वक्ताले आफ्नो एउटा शब्द कार्ड एक्स भएको स्थानमा राख्नुपर्छ, जुन चाहिँ खतरा स्थान हो। नीलो जोडीको वक्ताले नीलो रङ भएका स्थानहरूमा आफ्नो शब्द कार्ड राख्छ भने रातो जोडीको वक्ताले रातो स्थानमा राख्छ। खेल सुरु गर्नको लागि कुनै पनि जोडीको वक्ताले पाउँछ। अब वक्ताहरूले चाहिँ आफूले अघि रोजेको शब्द कार्डहरूबाट कुनै पनि एउटा शब्द ठुलो स्वरमा उच्चारण गर्न पर्छ र त्यही जोडीको श्रोताले चाहिँ एउटा कार्ड टेबलबाट उठाएर वक्तालाई दिन पर्छ। आशा। भर्खरै उठाएको शब्द कार्ड रातो जोडीको वक्ताले सही उच्चारण गरेको भएर श्रोताले पनि सही कार्ड उठाएको छ। त्यसैले त्यो शब्द कार्ड रातो जोडीले पाउँछ। 8 वक्ताले चाहिँ अब त्यो शब्द कार्ड सही थियो कि थिएन भनेर भन्छ। सही भएमा वक्ताले त्यो कार्ड आफूसँग राख्छ, गलत भयो भने चाहिँ अर्को जोडीलाई दिन पर्ने हुन्छ। त्यसपछि वक्ताले भर्खरै उठाएको शब्द कार्डको अर्को जोडी खोज्न पर्छ र त्यसलाई उल्टो पारेर राख्न पर्छ। यी उल्टो पारेर राखेका शब्द कार्डहरू चाहिँ हामी यो चरणमा प्रयोग गर्ने छैनौँ। यहाँ
नीलो जोडीको श्रोताले गलत शब्द कार्ड उठाएको भएर त्यो कार्ड रातो जोडीले पाउनेछ। अब दुवै जोडीको वक्ताले शब्दहरू उच्चारण गर्दै र श्रोताहरूले कार्डहरू उठाउँदै सबै कार्डहरू नसकिएसम्म यो खेल जारी राख्नेछन्। यहाँ रातो जोडीको श्रोताले गलत शब्द कार्ड उठाएको भएर त्यो कार्ड नीलो जोडीले पाउनेछ। खेल कसरी सकिन्छ त? खेल सकिनको लागि चाहिँ श्रोताहरूले कि त खतरा स्थानमा भएको कार्ड उठाएको हुनुपर्छ अथवा अन्त्यमा जुन जोडीसँग सबैभन्दा धेरै शब्द कार्ड छ त्यो जोडी विजेता हुन्छ। जस्तै यहाँ रातो जोडीसँग सबैभन्दा धेरै कार्ड छ, त्यसैले रातो जोडी विजेता हुनेछ। तर यदि श्रोताले खतरा स्थानमा भएको कार्ड उठाएको भए के हुन्थ्यो त? जस्तै यहाँ हेर्नुहोस्, रातो जोडीको श्रोताले गलत शब्द कार्ड उठाएको छ जुन चाहिँ खतरा स्थानमा रहेको छ। यो खतरा स्थानमा रहेको कार्ड उठाएको भएर रातो जोडीले यो खेल हार्नेछ र नीलो जोडी चाहिँ विजेता हुन्छ। अब उल्टाएको कार्डहरू चाहिँ वक्ताहरूले उठाउँछन् र फिटेर एकअर्का बीच समान भागमा बाँड्छन्। वक्ताहरूले अब ढाँचा कार्ड कसरी राख्ने भनेर छलफल गर्छन् अनि त्यही ढाँचा अनुसार वक्ताहरूले कार्डहरू राख्छन्। यति बेला चाहिँ श्रोताहरूले कार्डहरू राखेको हेर्न पाउने छैनन्। अघिको जसरी नै सुरुमा दुवै वक्ताले एउटा शब्द कार्ड चाहिँ खतरा स्थानमा राख्न पर्छ र बाँकीको कार्डहरू चाहिँ आफ्नो जोडीको रङ अनुसार राख्न पर्छ। चुनौतीमा चाहिँ अब श्रोताहरूले एउटा शब्द कार्ड रोज्छन्। वक्ताले चाहिँ अब आफ्नो जोडीको रङ अनुसार भएमा सही उच्चारण गर्छ, नभए गलत उच्चारण गर्छ। श्रोताले चाहिँ उठाउने कि नउठाउने भनेर निर्णय गर्नुपर्छ। आँसु, भोग, यदि श्रोताले उठाएको त्यो कार्ड सही भएमा त्यो रङको जोडीले पाउँछ भने, गलत भयो भने चाहिँ अर्को जोडीलाई दिन पर्छ। बारी, खेलको अरू नियम भने उस्तै रहनेछ। हामीलाई श्रुति समलाई चाहिने सामग्रीहरू वेबसाइटमा पनि उपलब्ध छ। यो सामग्रीहरू चाहिँ हजुरले काटेर पनि प्रयोग गर्न सक्नुहुन्छ। यी सामग्रीहरूलाई हजुरले कि त पुराना कुनै कार्डमा टाँस्न सक्नुहुन्छ अथवा कुनै पुराना बक्साहरू काटेर त्यसमा पनि टाँस्न सक्नुहुन्छ। यस पाठको मुख्य उद्देश्य भनेको चाहिँ विद्यार्थीहरूलाई वाक्य उच्चारण गर्ने, शब्दको फरक छुट्याउने र श्रुतिसम शब्दहरूबारे बुझाउने हो। यी कुराहरू चाहिँ शिक्षकहरूले विद्यार्थीहरूलाई सम्झाउनुहोस्। यो खेलमा अरू आउन सक्ने चुनौती भनेको चाहिँ श्रोता विद्यार्थीहरूले वक्ताले कार्डहरू राखेको हेर्न सक्छन् र विद्यार्थीहरूमा खेल जित्ने मात्रै भ्रम हुन सक्छ। यस्तो बेला चाहिँ शिक्षकहरूले विद्यार्थीहरूलाई खेल जित्ने मात्रै नभई नयाँ नयाँ शब्दको बारे बुझ्ने र उच्चारण गर्न सिक्ने हो भनेर सम्झाउनुहोस्। आजको सिकाइ यति नै थियो। थप जानकारीका लागि हामीसँग शिक्षक निर्देशिका र विद्यार्थी निर्देशिका पनि छन्, जसको लिङ्क हामीले यो भिडियोको डिस्क्रिप्सनमा राखेका छौँ।